हेलो गाइस, आज चाहिँ हामी चाहिँ यो तपाईँको के भन्छ नि नयाँ बानेश्वर जाने बाटो तपाईँ पुरानो बानेश्वर र नयाँ बानेश्वरको बिचमा क्या तपाईँको हैदराबादी हाडी बिरयानी छ नि त्यहाँको खासमा चाहिँ बिरयानी अड्डा गएको नयाँ बानेश्वर बन्द रहेछ। त्यहाँबाट फेरि फर्केर आएर यहाँ छिरेको पुरै खाइयो। यसको एक खाल थियो होइन, 1 किलोको सिङ्गै चिकन दिँदो रहेछ। आधी खाइसक्यो होइन, आधी खाना चाहिँ बाँकी नै छ। दामी रहेछ। मेरो छोरीले त पुरै उहाँको दामी छ भनिरहेको छ। भन्दै त एकचोटि कस्तो छ बिरयानी? कस्तो छ नानी बिरयानी? हजुर राम्रो छ। दामी छ अरे, उसलाई पनि बिरयानी मन पऱ्यो अरे कि। आज चाहिँ बिरयानी खाउँ भन्ने कुरो। भोलि अब कतै निस्किने होइन होइन, चुनावको दिन आज चाहिँ खाउँ भनेर चाहिँ हिँड्यो है। दामी छ चिकन, कम्मै है। कस्तो मिठो छ है। दुईजनालाई चाहिँ इनफ हुने रहेछ। एउटा बच्चा आयो भने बच्चालाई पनि इनफ हुने रहेछ तिनजनालाई। फेरि उसलाई त हुँदैन नि कला भन्नु न। राष्ट्रिय भात मारार भाइलाई चाहिँ हामीलाई चाहिँ ठिक हुन्छ। राष्ट्रिय भात मारा भाइलाई चाहिँ फेरि हुँदैन फेरि एकदम मिठो छ है। यो ग्रिन अचार पनि एकदम राम्रो छ है। र चाहिँ फ्यामिलीसँग चाहिँ सट्टा आएर बिरयानी खाउँ भन्ने कुरो हो। काएको छैन कि हो? हजुर हो। ए यस छामेको पाकेको छ? पाकेको छ कि नै? हजुर नखानु? ओके हजुर म तेरो मात्रै देखेँ, सबै हजुर देखेँ नि त। होइन म यही छु त। म त पुरै खानामा व्यस्त छु होइन। त्यो के भन्छ, उता हेर्न